हेलो गाइस, सबैलाई जय मसी नमस्ते। मेरो च्यानलमा स्वागत छ र म चाहिँ केक काट्न गइरहेको छु आज, किनभने मेरो 1000 सब्सक्राइब भइसकेको छ र यहाँ माथि हेर्न सक्नुहुन्छ मैले फोटो हालिदिइसकेको छु र म चाहिँ केक अर्डरतिर गइरहेको छु र कमेन्ट गरिदिनु र पुरा भिडियो हेरेर जानु है त। दाइ केक अर्डर दिनुपर्ने थियो। हजुर, ब्ल्याक फरेस्ट बेलुका 6 बजीतिर। हजुर, 700को गरिदिनु न। 600 हुन्छ, गरिदिनु न। युट्युबको लोगो हालिदिनु। हजुर, युट्युबको लोगो हालिदिनु अनि समीर रसली नाम लेखिदिनु अनि 1K। कति चार्ज लाग्छ? 300 हुन्छ। 900 हुन्छ। सो गाइस, मैले चाहिँ केक अर्डर दिइसकेको छु। बेलुका 6 बजी आउनु पर्ने छ र पानी परिसक्यो, त्यही भएर म चाहिँ छिटो घर जान्छु है त। सो गाइस, मैले चाहिँ केक ल्याइसकेको छु, हेर्न सक्नुहुन्छ। म चाहिँ अहिले रिभिल गर्दिनँ, अहिले मामा माइज हुनुहुन्छ, बोलाएको छु। अनि त्यसपछि म तपाईँहरूलाई केक देखाइदिन्छु ल। होम ट्युसन मिस मामा पनि देखोस्। उता जाऊ न, सबैजना उता जाऊ। आइरहेछ। ए ताली बजाइदेऊ सबैजनाले। भइरहेछ। उसलाई स्वर्गीय ज्ञान बुद्धिहरू दिनुहोस् अनि तपाईँको डर भयमा हुर्कन बढ्नलाई अनि प्रभु अनि बाबाले भनेका कुरा, घर परिवारले भनेका कुरा भनिकन बिन्ती प्रार्थना चढाउँदछु। प्रभु, यो छोराको आउँदो जीवनमा तपाईँ यसै गरी यो छोरालाई अनुग्रह गर्नुहोस् प्रार्थना गर्दछु प्रभु। अनि उसले जसरी युट्युब च्यानल अनि चलाइरहेको छ प्रभु, त्यसमा पनि तपाईँको अनुग्रह अनि प्रभु त्यसमा तपाईँको आशिष म बोल्दछु पिता। यो छोरालाई प्रभु त्यो मार्फत पनि युट्युब मार्फत पनि तपाईँको राज्यलाई विस्तार गर्ने छोरा तपाईँले बनाउनु भएको छ। यो छोराको पाइलालाई डगमगाउन नदिनुहोस् अनि नराम्रो बाटोमा हिँड्नबाट तपाईँले जोगाउनुहोस्। यो छोरालाई असल बाटोमा हिँड्न, असल सङ्गत गर्न अनि हरेक कुरामा राम्रोसँगले अघि बढ्न तपाईँले सहायता गर्नुहोस् प्रभु। यो छोराको जीवनमा कुनै पनि बाधाहरू, कुनै पनि समस्याहरू नआएको होस् पिता। कुनै पनि दुष्ट आत्माहरूले, कुनै पनि दुष्ट शैतानहरूले यो छोराको जीवनमा हस्तक्षेप गर्न पाउने छैन, किनकि प्रभु यो छोराको साथमा तपाईँ हुनुहुन्छ। ओ प्रभु, छोराको हरदम, हर समय, हर बेलामा तपाईँ रहनुहोस्। धन्यवाद छ प्रभु। फेरि पनि सबै कुराहरूलाई तपाईँको हातमा राख्दै, यो छोराको आउँदो भविष्यलाई तपाईँको हातमा राख्दै हामी आशिष अनुग्रह माग्छौँ। जिउँदो जीवित प्यारो प्रभु येशू ख्रीष्टको उच्च अनि पवित्र नाममा। बधाई छ, कङ्ग्रेचुलेसन। Later, a few moments later. हामीले चाहिँ अब खाना खान लागेको, उतापट्टि म किचनमा देखाउनु गइरहेछु है त गाइस। Put your hands up, we didn't settle lines.